हेलो 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 गाइस, वेलकम टु माई भ्लग। तपाईँहरूलाई स्वागत छ। ल 3-4 दिनको बसाइ पश्चात तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। आज म कहाँ जाँदैछु, के गर्दैछु तपाईँहरूलाई सबै देखाउँदैछु। एकछिन तपाईँ धैर्यतापूर्वक हेरिदिनु होला भन्दै म चाहिँ आज पनि आरामको साथसँग मेरो दिनको सुरुवात हुन्छ। म चाहिँ आज जाँदैछु, कहाँ जान्छु तपाईँ हेर्दै गर्नु होला। ल आराम हम कहाँ जाना रे? आज कहाँ पर जहाँ पर जाएंगे वहाँ पर जाएंगे। जहाँ पर जाएंगे वहाँ पर जाएंगे। ल चलो, आज के दिन हमारे जहाँ जाना सकता है, जाना जहाँ जा चाहता सकता है वहाँ जाऊँगा। जाऊँगा। हुआ आरामले हल्का हल्का हिन्दी पनि सिकाउँछ मलाई। मेरो हिन्दी अलिकति यस्तो छ क्या, यस्तो छैन कि यस्तो छ, त्यही भएर हल्का समस्या छ। आज तपाईँ के हुन्छ हुन्छ थाहै छैन केटा। ल आज त कहाँ जाने गइन्छ भन्ने कुरा त यार, आज पुरै बारिस नआएको त बारिस पानी परेन भने त आज हामीलाई बहुत राम्रो हुने लाग्छ। आज घुमाइ चाहिँ पानी आए पनि चाहिँ समस्या हो क्या यार। पानी किन आउँछ भन्ने कुराहरूमा लास्टै झ्याउ लाग्छ नि। यो पानी किन आउँछ, पानी किन आउँछ यार, पानी किन परेको यार, बारिस के पानी नपरे त कहाँ जाने हो थाहै छैन यार। आज त खै के होला होला जस्तो भइरहेको छ। लास्टै हिँड्यो यार, हिँड्नु पनि कहाँदेखि हिँडिरहेको आराम उता छ म यति छु होइन। आज कहाँ हुन्छ थाहा, यात्रै थाहा छैन। आज हाम्रो यात्रा कहाँ हुन्छ यार। त्यत्तिकै रुममा बस्दा बस्दा जस्तै बोर लाग्यो क्या, बोर फिल जस्तो भयो होइन। कति रुममा बस्ने भनेर चाहिँ आज दुइटा निस्कियो केटा भने निस्किदिउँ दुइटा। अब कहाँ जान्छ थाहै छैन। हाम्रो यात्रा जहाँ पनि हुनसक्छ। हामीलाई मन लाग्नु पर्यो, हल्का अलिकति टाइम हुनु पर्यो, चल्दिने हो। रुममा बसेर पनि झ्याउ लागिसक्यो क्या। उहाँ कति रुममा बस्छु के गर्ने होइन। त्यही भएर बाहिरतिर चाहिँ भट्किनै पर्छ। अब म त यस्तो हाम्रो अब यो बाटो जान्छु नि, म सर्टकट बाटो जान्छु होइन। यस्तो मजासँग हेर त कस्तो छ यहाँ। अब यसो हेर्नु त केटा, राम्रो देखिन्छ, राम्रो छ, राम्रो देखिरहेछ हेर। यहाँ रुममा बस्दा बस्दा पनि झ्याउ लाग्यो क्या। त्यही भएर आरामलाई जाउँ भने आराम पनि चल्यो, म पनि आइदिएँ होइन। आज हामी दुइटा चाहिँ कहाँ जान्छ थाहै छैन, तर राम्रै ठाउँ जान्छौँ सायद। आर्मी तो करता हूँ, जल्दी आओ ना जल्दी। यार क्या यार, तुम क्यों इतनी लॉस होएगा यार, तुमका स्टैमिना नहीं है यार। स्टैमिना अलिकति जल्दी, अलिकति स्टैमिना ओभर देखा नदेखा के लिमिट में देखा चल मजा से हिँड्ने, हिँड्दैखेरि पनि यस्तो हिँड न यार। तुम यार क्या यार, अलिक स्लो डाउन भयो क्या तुम यार। तुम अलिक फास्ट डाउन हो ना यार, स्लो डाउन नहो कि आराम हो। तिमीलाई मैले कति भने यार, स्लो डाउन नहो, स्लो डाउन नहो भने। फास्ट डाउन होने के लिए अच्छा है क्या तुम। हाँ वो तो अच्छा है। अब अच्छा बोला तुम, नहीं बोला क्या करूँ यार। अच्छा तो बोला तुम। अब मजाको ठाउँमा आइयो यार आउनु पनि। यस्तो बाहिर निस्केर यस्तो वातावरणमा चिसो हावा चाहिँ खानुपर्छ क्या। चिसो हावा खान आइयो। अब उता त्यो ट्रेनले लास्ट डिस्टर्ब गर्छ। हामी चाहिँ एकछिन बस्छौँ, विश्राम गर्छौँ, मजासँग विश्राम गर्छ। हेर त्यो पारेको ट्रेन यस्तोमा, त्यो ट्रेन यहाँदेखि चाहिँ यो ठाउँ चाहिँ बस्ने अलिकति झ्याउ लाग्दो छ क्या। एक मिसे ट्रेन हिँडेको गर्छ, साउन्ड आएको है, राम्रो कान किरा खाएन हैरान हुन्छ। त्यही भएर यो ठाउँतिर अलिकति राम्रो वातावरण मैले मान्न। चिसो यस्तो हावाको वातावरण चाहिँ राम्रो माने मैले। साउन्ड आएको है, कानमा ग्याङ 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 भएको भाइ होइन। हेर न यो बुढोले क्या मजासँग उडाइरहेछ अरे। यो बुढोले कस्तो मजा छ हेर त, आनन्दसँग उडाइरहेछ। बच्चा यो त्यहाँ छ, यसको बेटा कहाँनिर छ हेर न, क्या मजा हुँदो रहेछ केटा चाहिँ। हेर त कस्तो मजासँग उडाइरहेछ। त्यो भित्र हालेछ होइन, ठुल्ठुलो बनाएको। पानी पर्यो यार, हेर त के पानी घुम्न जाने भने आज पनि भएन। आज हाम्रो दिन खराब रहेछ कि पानी पर्यो। पानी परेर हामी दुइटा अब यस्तो यो ठाउँमा, यो पार्कवाला ठाउँमा चाहिँ पानी परेर हामी यो ठाउँमा छौँ यार। पानी पर्यो के, अब पानीमा चाहिँ पऱ्यो त हुन्थ्यो, हावा पनि लाग्छ अनि छाता पनि भाँचिदिइहाल्छ छाता यार। एउटा छाता भाँचिसक्यो, अब यो छाता पनि अब केही समयमा त टिक्ला। यस्तो पानी पर्छ होइन, यहाँ के हुन्छ पानी पनि पर्छ, हावा पनि लाग्छ के।
अनि पानी पर्दा त अब हावा छाता अब ओर्नै पर्यो पानी परेपछि होइन अनि पानी पछि ओरेपछि अनि हावा लाग्यो भने भाँचिहाल्छ कि अस्ति एउटा साह्रो यस्तै भाँच्थ्यो कि मेरो यार यही त झ्याउ लाग्दो छ यार पानी पनि पर्छ छाता अनि हावा पनि किन लाग्छ भने यार पानी मात्रै परोस् कि हावा मात्रै लाग्यो यस्तो भएपछि राम्रो हुन्थ्यो कि पानी पनि पर्छ हावा पनि लाग्छ दुइटै हुन्छ अनि त्यही बेला छाता पनि भाँचिदिइहाल्छ हेर्नु हो पानी पनि परिरहेको थियो हावा हेर्नु न हावा हावा पनि कस्तो हावा पनि चलिरहेको छ यस्तो भयो भने छाता भाँच्छ किन हेर्नु त हेर्नु न ए गरौँ त्यही त झ्याउ लाग्छ मलाई ल केटा त्यो त चाहिँ आइसक्यो ल गएकोबाट आइसक्यो है केटा गएको फेरि जानै पर्छ नि त गएको नगएपछि तनाव भइहाल्छ माया कसम पछाडि यता कोही छैन सुनसान छ फेरि माया यता यो बाटो सुनसान छ होइन हामी दुइटा भएर चाहिँ रुम पर जाँदैछौँ रुम गएर आज त के छैन गरे आज दुइटा त सुत्ने बस्ने खाने यताबाट जाउँ दोस्त आऊ उसले हल्का हल्का सामान खरिद्न गएको थिएँ नि त त्यही भएर हो कि हल्का सामान उसले खरिदियो अनि मैले पनि त्यस्तो खरिद्नु पर्ने त केही थिएन अनि त्यो म टेकिङ पैसा अलिकति हाल्नु पर्ने थियो टेकिङ अलि उता त्यो जाने त्यो साथीको उसको आफन्त आउँदै हुन्छ अरे त्यही भएर अहिले लिन जाने हुन्छ नि त त्यही भएर अहिले यतैबाट टेकी हालेर उता जाँदा चाहिँ राम्रो होला भनेर चाहिँ टेकिङमा पैसा हालेर अब यतैबाट उता सिधै जाँदा राम्रो हुन्छ नि त अलि हतार हुन्छ भनेर टक्क हामी चाहिँ गएर आइसक्यौँ सामान पनि उसले खरिदिइसक्यो ल कस्तो त्यो यता त्यो यो माया कसम जापानमा चाहिँ अलिकति एउटा के भन्ने गाह्रो भन्ने कि सजिलो भन्ने कि के छ यार न टाइममा खाना खाइन्छ न टाइममा केही छ यार गाह्रो छ केटा हो गाह्रो त बहुत गाह्रो छ इधर दोस्त इधर आउँछ हामी ऐना पर देखेका इधर आ तुम्रो मेरे ए मजासँग दोस्त र म अब हामी दुइटा ऐना पर देखेगा बहुत अच्छा है दोस्त यार तू बहुत हैंडसम है यार हैंडसम है कि नहीं तू हैंडसम हूँ देश नहीं आना था ना हैंडसम हूँ नहीं हैंडसम हूँ handsome जाना है हैंडसम हूँ जाना ही नहीं यार हैंडसम हूँ यार तुम बहुत लड़की तुमको पछाड़ी लागेगा यार मुझे भी खप्पर में कसम लड़की तो लाग्दैन अब लड़की आउँदैन कि लड्की फेरि के गर्नु गाह्रो छ यार लड्कीको फेरि कुरै नगर्नु कि तनाव हुन्छ फेरि गाह्रो यस्तो हुन्छ रुममा आइसक्यो यार रुममा पास देखाउ त यार यार नेपालबाट इसका प्राइस कितना है इसका प्राइस नेपालमा कसम कति पर्छ यसलाई वास्तव पर्ने पनि यसलाई त्यही 50 पनि पर्दैन यहाँ कति पर्छ 150 रुपियाँ पर्छ हेर 150 रुपियाँ कति छ यार यसको छैन कि धेरै 1 2 3 4 5 6 7 8 पिसलाई 150 पर्छ नेपाल भइजाबे मैं कसम 150 में आउँथ्यो 150 में यो नेपाल भइजाबे 50 में आउने सामान 150 में अनि ये हेर मैं वैसी के हो यो खान्जी क्यों पासा इसका खान्जी के है वैसी दूध बुझौ न दूध मिलाएर दूध बुझौ यो कसम घरमा माया कसम त्यस्तै होला दूध हेर यहाँ यो किनेर खानुपर्छ यसको प्राइस कति छ यो चाहिँ इधर देखो 900 ml को छ 100% वाला हो फ्याट निकालेको तर यसको चाहिँ प्राइस चाहिँ 150 यसको 150 हैन 370 रुपैयाँ यो कसम यसको कति छ प्राइस यसको हेर न यहाँ यो हेर्दाखेरि पनि 1 लिटर नहोला सायद 1 लिटर पनि छैन 1 लिटर छैन यसको प्राइस चाहिँ 150 छ कति महँगो छ नेपालमा यही हो जापानमा यही हो गाह्रो अनि इधर देखाउमा कसम कफी यसका प्राइस चाहिँ तपाईँ सुन्नु गाह्रो छ तपाईहरुले यसको चाहिँ 1000 ml को हैन 1000 ml को यसको प्राइस चाहिँ 350 भनेपछि यसको कफी 350 यसको चाहिँ अलिकति ठिकठिकै जस्तो लाग्छ है मलाई चाहिँ यो कफी चाहिँ ठिकठिकै जस्तो लाग्छ राति यता दिउँसो अलि निद लाग्यो भने खाने चाहिँ यो चाहिँ ठिक बेस्ट हो जस्तो लाग्छ मेरो विचारमा तपाईलाई के लाग्छ तपाईँ कमेन्ट गर्नु होला मेरो विचार मैले भनिरहेको है अनि यो चाहिँ ठिक हो यसको चाहिँ प्राइस ठिक लाग्यो तर यो दुधको चाहिँ प्राइस अलिकति महँगो नै लाग्यो यार अनि यो चाहिँ एउटा मासु छ यार यो मासु हेर त कसम नेपालमा कसम सिङ्गै चल्लो ल्याएर कसम यो सिङ्गै चल्लो ल्याएर सिङ्गो टाउको कता छ मुटु आन्द्रा कलेजो सोलेजो सबै कता झन्झेड के दुनियाँभरिको गर्नुभन्दा टक्क लाएर हेर त
ट्याक्क लेग पिस टाइप जस्तो छ, छातीको पुरै टक्क बोल्ने सबै मजाको छ नि त, मासु मासु मात्र छ। यस्तो यो चाहिँ ठिक हुन्छ कि, तर यो मासु चाहिँ हेर्दाखेरि ठिक हो, तर यो खाँदाखेरि चाहिँ टेस्ट हुँदैन कि। किनभने चाहिँ उता हाम्रो चाहिँ उता नेपालतिर कस्तो छ भने चाहिँ नेपालमा सिङले काटिन्छ, खाइन्छ, यस्तो होइन भुत्ला मिलाइ त्यो गरिन्छ, सबै गरेर बस टेस्ट ताजा खान पाइन्छ। यो चाहिँ कहिलेको हो? यसको डेट चाहिँ 2026 छ, 15 भनेको छ, 2026 छ, 22सम्म डेट छ। यसको चाहिँ धेरै डेट हुँदैन नि त, यसको 5-6 दिन हो कि बढीमा भयो, 5-6 दिनको डेट हुन्छ। तर चाहिँ यो चाहिँ महँगो पर्छ यार, 1 केजीलाई समथिङ अहिले चाहिँ मैले कति 750 कति हालेर ल्याएँ, तर नेपालमा चाहिँ 380 छ कि 90 छ, अहिले चाहिँ 420-30 होला होइन। तर चाहिँ सस्तो महँगो चाहिँ यहाँ धेरै छ। तर यही हो कि जापानमा पैसा कमाउनु त कमाउँछ केटाहरूले, तर कमाएर के गर्छ भन्ने कुरा गर्दाखेरि यही हो कि सामान रासन पानी त्यो खाँदाखेरिमै सबै पैसाहरू सकिन्छ। त्यही भएर चाहिँ जापानमा चाहिँ अलिकति एडजस्ट हुन चाहिँ लास्ट। गाइस दिस इज द नेक्स्ट डे। म पनि बिहानै उठिसकेँ होइन, कति बज्यो 8 बजे म उठेँ। बिहानै त के भन्ने हो र 8 बजे उठेकोलाई होइन। अब हिजोको भिडियो के कस्तो लाग्यो होइन, लास्टसम्म हेरिदिनु भएको हजुरलाई धन्यवाद। डोन्ट फर्गेट टु लाइक एन्ड कमेन्ट, सेयर, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु भन्दै हस्त, जय नेपाल।